सो हेलो गाइस, टुडे वेलकम ब्याक टु माई युट्युब। म आज हजुरहरूलाई एउटा नयाँ कुरा नै सिकाउन गइरहेको छु। सो नयाँ कुरा के रहेको छ भने ग्लोबल हामी ब्याङ्कको मोबाइल ब्याङ्किङ एपबाट नै तपाईँहरूले अब आइपिओ एप्लाई गर्न मिल्छ। पहिला हामीहरूले मेरो सेयरबाट एप्लाई गर्नुपर्ने हुन्थ्यो, तर अब हामीहरूले मोबाइल ब्याङ्किङ एपबाट नै एप्लाई गर्न मिल्छ। सो स्टार्ट दिस। सबैभन्दा पहिला ग्लोबल आइएमईको मोबाइल ब्याङ्किङ एप खोल्ने म खोल्न गइरहेको छु। सो यहाँ आएको छ ग्लोबल स्मार्ट। यो ग्लोबल आइएमई ब्याङ्कको मोबाइल ब्याङ्किङ भयो। अनि यस्तो इन्टरफेस आउँछ। यहाँ आफ्नो लग हाल्ने। सो पासवर्ड हालिसकेपछि यहाँ यस्तो इन्टरफेस आउँछ। अनि यो इन्टरफेसमा हजुरहरूले क्लिक गर्नुपर्ने हुन्छ। सो यहाँ हेराइसकेको छ इन्टरफेसमा आइपिओ ओपनिङ भुजुङ्गा हाइड्रो पावर लिमिटेड। सो एउटा नयाँ आइपिओ आएको छ। यसको डेट भोलि एक्सपायर हुनेछ। सो यहाँ इन्भेस्टमेन्ट लेखेको छ, त्यहाँ क्लिक गर्ने। अनि क्लिक गरिसकेपछि यस्तो इन्टरफेयर आउँछ। अनि एकचोटि ब्याक जाने। बैक गइसकेपछि स्क्रोल गर्दै जाने। स्क्रोल गरिसकेपछि यहाँ राइट साइडमा हब लेखेको छ, यो हबलाई क्लिक गर्ने। हबलाई क्लिक गरिसकेपछि फेरि स्क्रोल गर्दै जाने। स्क्रोल गरिसकेपछि एप्लाई आइपिओ भन्ने अप्सन आउँछ। यहाँ रहेको छ एप्लाई आइपिओ भनेर राइट साइडमा लाइभ मार्केट क्यापिटल पेमेन्ट एप्लाई आइपिओ हजुरहरूले हेर्नु भएको होला। सो अब हामी एप्लाई आइपिओमा क्लिक गरौँ। एप्लाई आइपिओमा क्लिक गर्दाखेरि यस्तो इन्टरफेस हेरियो, किनभने मैले सेयर एप्लाई गरिसकेको छु, त्यसैले यस्तो इन्टरफेस मेरोमा हेराएको छ। तर हजुरहरूमा यस्तो इन्टरफेस आउने छैन, अरू कुनै इन्टरफेस हुनेछ, किनभने मैले सेयर एप्लाई गरिसकेको छु। हजुरहरूमा नगरेको हुनसक्छ। सो हजुरहरूमा यस्तो इन्टरफेस आउने छैन, हजुरहरूमा एप्लाई गर्ने खालको इन्टरफेस आउनेछ। सो थ्याङ्क यू। So do subscribe to for watching these types of video and update and like this video. So I will make this video for you. Thanks.